तपाईं खोला जस्तो बगेर समुद्र चाहन खोज्नुहुन्छ या तपाईं ताल जस्तो रोकेर बस्न चाहनुहुन्छ? त्यो तपाईको सोचेर तपाईको चाहनामा भर पर्छ। यो भन्नुको अर्थ यस्तो हो कि हरेक कुराहरू भन्नाले हिजो भएका कुराहरू र अब हुने कुराहरू तपाई सोचेर बस्नुभयो भने ती तालसँग कम्पेयर गर्नु मिल्छ। भन्नुको अर्थ तपाई हिजो धनी हुनुहुन्थ्यो या आज गरिब हुनुभयो, या हिजो गरिब हुनुहुन्छ आज धनी हुनुभयो, या हिजो खुसी हुनुहुन्छ आज दुःख हुनुभयो, या आज दुःखी हुनुभयो हिजो खुसी हुनुहुन्थ्यो। या भोलि अब तपाई के बन्न चाहन्दै हुनुहुन्छ? राजा रानी तपाईकै ठाउँमा छ। त्यो तपाईको पकड हो। त्यो पकडलाई तपाईले छोड्नु भयो भने बगेर तपाई समुद्र छुन सक्नुहुन्छ। यदि तपाईको त्यो पकडलाई तपाईले पक्रिरहनु भयो भने तपाई एउटा ताल बन्न चाहनुहुन्छ। तालै भन्दा पनि फेरि जीवन अस्तित्व सक्ने भन्ने कुरा हैन, तर त्यहाँ भनेको धेरै दुःख र अशान्तहरू हुन्छ। यदि तपाई बग्दै बग्दै गएर तपाई समुद्र छुन चाहनुहुन्छ भने त्यहाँ दुःख कहिले हुँदैन, किनभने खोला कहिले पनि दुःख पाउँदैन। बिस्तारै बगेर गएर समुद्र छुन उसको प्रयास हो। तपाईको सानो सानो कुराहरू, सानो सानो सोचाइहरू विलीन हुँदैमा केही हुँदैन। खोला पनि बगेर बिस्तारै जाँदा 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 हरेक बाफ भएर आकाशमा उडेर पुगेका छन्। खोला र मानवको जीवन भनेको एउटा खोला मानव जीवनको एउटा प्रतीक हो। त्यो बुझ्न जरुरत छ, किनभने तपाईले जुन चीजले पकड बनाएर राख्नु भएको छ त्यसले तपाईलाई दुःख, तपाईलाई शान्त दिएको हुँदैन।